हेलो गाइज, म आएको चाहिँ लगभग 1 वर्ष बढी भयो। अनि आएदेखि चाहिँ यही घरमा मात्र बसिरहेको थियौँ होइन। अनि आज चाहिँ हामी घर सर्छौँ होला। सो मैले चाहिँ यहाँ सामानहरू सब प्याक गरिसकेँ। मेरो चाहिँ आज काम छ, म काममा जानु छ। अब मेरो आइरन मात्र प्याक गर्नु छ, अरू सब प्याक गरेर सकिसक्यो। सायद म प्याकस्याक गरेर रेडी बनाएर चाहिँ यहाँ भएको भाइहरू अथवा कसैले जिम्मा लगाएर चाहिँ मेरो सामान पनि उता घरमा सार्छौँ। म कामबाट सिधै उता काममा आउँछु भन्छु होला। अनि लगभग यो घरमा चाहिँ 1 वर्ष पछि आएदेखि घर चेन्ज गरेको छैन। यही घरमा मात्र बसिरहेको। एकदम घरको चाहिँ माया लागिरहेको छ है एकदम। अब त्यही हो, टाइम अनुसार चेन्ज हुने भयो है। कतिवटा घर मात्र बसिरहने। अब आज चाहिँ घर सर्न खोजिरहेको छौँ। अब हेरौँ कति बज्छ। अब लगभग मेरो चाहिँ सामान प्याक गरेर सक्यो। रविन दाई चाहिँ सुत्दै हुनुहुन्छ। रविन दाईको चाहिँ बिदा छ। अनि सायद रविन दाई गरिदिनुहुन्छ होला मेरो सामान यताउति त। रविन दाईले सारिदिनुहुन्छ होला। कति बजी सर्नुहुन्छ मलाई थाहा छैन। त्यही नै हो गाइज। यत्तिकै मेमोरीको लागि मात्र भिडियो बनाइदिउँ भनेर बनाइदिएको। त्यस्तो केही पनि छँदै छैन। मलाई सब्सक्राइब गरेर सब्सक्राइबर बढाउनु भन्नु पनि छैन। मलाई केही त त्यस्तो कुराहरू मलाई बालै छैन होइन। तर यत्तिकै पछि मेमोरिज हुन्छ हेर्दाखेरि भन्ने कुरो मात्र हो। तर यो घरमा बसेको चाहिँ ट्याक्कै 1 वर्ष बढी भयो है। म पहिला जनवरी 26मा आएको। जनवरी 26देखि आज कति भन्दाखेरि मार्च 27सम्म यही घरमा बस्यो। अब चाहिँ सायद कुन घरमा हुन्छ मैले घरको पोस्ट कोड पनि थाहा छैन। मलाई घरको पोस्ट कोड पनि थाहा छैन। घरको मैले भिडियो फोटो केही पनि हेरेको छैन। अब हेरौँ, यत्तिकै भाइहरू दाइहरूको विश्वासमा जान लाग्यो। अब राम्रै पर्छ, राम्रै छ होला उता गएर सबैजनाले मन पराएको चाहिँ राम्रै छ होला। अब हेरौँ के हुन्छ। अब चाहिँ उतै गएर हुन्छ होला अर्को भिडियो चाहिँ। थ्याङ्क यू।